ग्यास्ट्रिक यानी कि ग्यास्ट्राइटिस। अब यो समस्या नहुने या यसको लागि कहिले पनि दबाई नखाएको मान्छेहरू चाहिँ सायदै कम होला है। अनि यो अब यसको लागि थरी दबाई पाइन्छन्। कोही एकदमै कडा खालको दबाई हुन्छ, कोही चाहिँ तपाईँको चाहिँ अलि हल्का खालको दबाईहरू हुन्छ है। अनि कसैले चाहिँ यसलाई चाहिँ लामो समयसम्म खानुहुन्छ, कसैले चाहिँ यसलाई चाहिँ छोटो समय ल केही समस्या पर्दा मात्रै खाने गर्नुहुन्छ। छोटो समयको लागि या अलि हल्का खालको दबाई खाने मान्छेहरूलाई चाहिँ सायदै कुनै चाहिँ हामीले चाहिँ साइड इफेक्ट भएको देखिरहेको हुन्छौँ। तर चाहिँ लामो समयसम्म यो एसिड कम गर्ने यानी कि ग्यास्ट्रिकको दबाई खाँदा चाहिँ कोही मान्छेहरूलाई चाहिँ अलिकति नराम्रो साइड इफेक्ट भएको पनि हामीले भेटिरहेको हुन्छौँ। आज चाहिँ हामीले चाहिँ यस्तो के नराम्रो साइड इफेक्ट हुनसक्छ त तपाईँको ग्यास्ट्रिकको दबाई लामो समयसम्म खाँदा या अलिक कडा खालको दबाई लामो समयसम्म खाँदा भन्ने कुरा बारेमा चाहिँ कुरा गर्छौँ। पहिलो नम्बरमा हो रक्त अल्पता यानी कि रगतको कमी। पेटको एसिड चाहिँ तपाईँको चाहिँ जुन आइरन, भिटामिन B12 भन्ने चाहिन्छ रगत बन्नलाई, त्यो चाहिँ रगत आन्द्रालाई सोच्नलाई चाहिँ तपाईँले सहयोग गर्छ कि। अनि लामो समयसम्म चाहिँ एसिडलाई बन्द गरेर राख्दा के हुन्छ भन्दा चाहिँ त्यो आइरन, भिटामिन B12 चाहिँ कमी हुन जान्छ अनि त्यसपछि रगतको कमी हुने हुन्छ। र दोस्रो नम्बरमा हो हड्डी र मांसपेशीको कमजोरी है। हड्डी र मांसपेशीको काम गर्नलाई चाहिँ तपाईँको क्याल्सियम र म्याग्नेजियम भन्ने तत्त्वहरू चाहिन्छ शरीरलाई। र त्यो तत्त्वहरू चाहिँ खानाबाट चाहिँ आन्द्राले सोच्नको लागि चाहिँ पेटको एसिड चाहिन्छ है। लामो समयसम्म चाहिँ एसिड चाहिँ कम गरेर या बन्द गरेर राख्दा के हुन्छ भन्दा चाहिँ त्यो आइरन, क्याल्सियम र म्याग्नेजियम चाहिँ शरीरलाई चाहिँ चाहिने जति पुग्दैन। त्यसले गर्दा हड्डी कमजोर हुने, हड्डी भाँचिने है, मांसपेशी कमजोर हुने समस्याहरू हुन्छ। तेस्रो नम्बरमा हो इन्फेक्सन यानी संक्रमणको खतरा। पेटको एसिडले हाम्रो पेटमा भएको नराम्रो इन्फेक्सनहरूलाई मारिदिन्छ या खानामा हामीले खाँदा चाहिँ इन्फेक्सन केही न केही हुन्छ सधैँ है। त्यसलाई चाहिँ मार्नलाई चाहिँ सहयोग गर्छ है। हामीले चाहिँ एसिडलाई चाहिँ लामो समयसम्म चाहिँ दबाएर राख्यौँ भने त्यो इन्फेक्सनहरू चाहिँ पेटमा फैलिने या निमोनिया हुने डर, अरू कुनै इन्फेक्सन शरीरमा हुने डर चाहिँ हुन्छ। र अन्तिममा चाहिँ अहिले चाहिँ नयाँ अनुसन्धानहरूले के देखाइरहेछ भने लामो समयसम्म ग्यास्ट्रिकको दबाई खाने मान्छेहरूलाई दीर्घकालीन खालको चाहिँ किडनीको यानी मृगौलाको समस्याहरू हुने डर र डेमेन्सिया यानी कि भुल्ने रोग, पछि गएर चाहिँ भुल्ने रोग लाग्ने समस्याहरू पनि हुनसक्छ। ग्यास्ट्रिक एउटा साधारण बिमारी हो। यो साधारण बिमारी उपचार गर्ने न्युमा तपाईँले कतै ठुलो बिमारी त निम्ताइराख्नु भएको छैन, होसियार हुनुहोस्।